भोक्लाको भोक्ला भन्छ खाइ मिठो छ है कस्तो मिठो छ लु खा भाइ खा जिन्दगी घाँस गोबर ठ्याकै भयो त ल पैसा त सबै पो मार्यो हारेपछि तिमीहरूको पैसा हुन्छ भइसक्यो तिमीहरू अहिले पैसा हारेर खै छोडा तँलाई लङ्गुर बुर्जा खेलाउँदैछस् आहा दसैँ पनि आयो नयाँ लुगा पनि लगाउन पाइयो मिठो मिठो खाएर अनि टिका र जमारा लगाएर पैसा पनि कमाउने भयो तेरो मात्र हो र मेरो पनि तेरो भन्दा राम्रो लुगा छ र मेरो त झन् नयाँ लुगा नयाँ मेरो त झन् 5,000को 5,000को मेरो झन् 10,000को 10 म त मामा पनि गइन्छ मामाको धेरै पैसा दिनुहुन्छ म पनि ठुलो बुवाकोमा गएर टिका लगाएर यति पैसा हुन्छ मेरो तेरो भन्दा मेरो धेरै हुन्छ ल तेरो भन्दा मेरो धेरै तेरो भन्दा मेरो धेरै मेरो धेरै भन्दा मेरो धेरै मेरो धेरै मेरो धेरै मेरो धेरै मेरो पानी गंगा रानी त्यति पानी गंगा रानी त्यति पानी गंगा रानी त्यति पानी गंगा रानी भागेर जाउँ कि काटेर I love you, Santaram, Santaram, Santaram. I love you, Santaram, Santaram, Santaram. I love you, Santaram, Santaram. कहाँ पो लुकेर बसेको छेस भनेको त तँ त यहाँ पो छेस हैन मेरो ऋण कहिले तिर्छेस भन त दाजु दिन्छु क्या दिन्छु तपाईको पैसा खाएर भाग्दिन हौ कहाँ भाग्दिन मलाई यो दशैंमा जसरी नि पैसा चाहिन्छ नत्र भने राम्रो हुँदैन नि हे हरिचन्द्रे
दाजु त्यसो नभन्नुहोस्, म तपाईँलाई जसरी नि पैसा दिन्छु। यति साह्रो अन्याय चाहिँ नगर्नु। एउटा मानव र मानवमा भएको स्थितिलाई चाहिँ हेरिदिनु है दाजु, हेरिदिनु। म पनि यहाँ हेर्नु न, यो जेन्जी आन्दोलनले गर्दाखेरि भात भटेनीमा फोहोर उठाउने काम गर्थे, त्यो पनि बन्द भयो। अब जानेको पुरानो पेसा भनेको आँगनमा बस्ने, लुगा सिलाउने गर्थे। अहिले के गर्नु, म जस्तोकोमा त्यस्तो लुगा सिलाउन पनि कोही आउँदैनन्। फेसनका लुगा सिलाउँछन्। अब के गर्नु, म तपाईँलाई जसरी भए पनि म पैसा चाहिँ म तपाईँलाई दिन्छु। यो मेरो बाचा भयो। ल दिदी किसका मेरा दमकी जाता मेरा रोनाल्डो को मेसी दीदी किसका मेरा शाओजी सुनतला जाओ झाड़ के पास अनि नि हाम्रो हरिचन्द्रबाट बिरामी हुनुहुन्छ अरे, आज चिन्ता राख्नुहुन्छ अरे। हेर्न जाम ल। अब म कसैलाई ठग्दिनँ पनि, चोर्दिनँ पनि, लङ्गुर बुर्जा पनि खेल्दिनँ। म अब केही गर्दिनँ, सबैलाई माया र सद्भाव गर्छु र सबैको ऋण तिर्छु। जय जयकार सबैको। ल नानी बाबुहरू, म जस्तो दुखी गरिबको घरमा टिका लाउन आएछौ। ल मलाई खुसी लागेको छ। ल बाबु नानीहरू सबैलाई म टिका लगाइदिन्छु। ल ठुलो मान्छे हुनु, ज्ञानी मान्छे बन्नु। ल नानीहरूलाई म चाहिँ टिका लगाइदिन्छु। ल ठुलो मान्छे बन्नु। यो बुढोको मान्छेको हातबाट मलाई ऋण पनि अलिकति माफ गरिदिनु भयो। यो खुसी लागेको छ। ल मेरो ल टिका लाउनु आउनुभयो। ल दाजुले को पनि फलोस् फुलोस्, सबै कुरा राम्रो होस्, व्यापार बिजनेस सबै ठिक होस्। ल दाजु ल होइन।
ल अब के भनेदेखि नि तिमीलाई अब मसँग दिने दक्षिणा पनि छैन, खानको लागि पनि केही पनि छैन। हेर मेरो लागि त जिन्दगी घाँस गोबर छ्यास यही पो भयो त हौ जिन्दगीमा। ल अब तिमीलाई दिने केही छैन, ठिकै छ। यसरी नै दसैँ मनाउनु पर्छ, एक आपसमा सद्भाव कायम गरेर होइन। त्यसको लागि फिकर गर्नु पर्दैन हामीलाई। हामीले एक आपसमा जस्तो खानेकुरो ल्याउँछ हामी बाँडेर मिलेर खान्छौँ। सायद तिमीहरू खुवाउँछौँ हरिचन्द्र, टेन्सन नल्याऊ। हो त्यो त लु हरिचन्द्रमा टन्न होस्। होइन बाबु नानीहरूले के पो गर्न आँट्यो यस्तो। लु बाबु नानीहरूले मसँग खानेकुरा छैन भनेर ल सबैले लु अलिअलि धेर भयो लु होइन सबै होइन अलिअलि। ओहो मेरो पेट फुट्छ हौ यति साल होइन, सबैले बाँडेर खाउँ। लु 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 बाँडेर यो खानेकुरा त यसो दसैँमा यसो सद्भाव कायम पो गर्ने हो त। बाँडेर खाउँ, लु बाँडेर खाउँ। लु मलाई मात्रै दिएर कहाँ हुन्छ। लु त्यो बाँडेर खाउँ, अलि सबैले खाउँ। दसैँमा भनेको यस्तै हो। अब मिष्टान्न चिजहरू लिएको रहेछ, खुसी लाग्यो। जिन्दगी घाँस गोबर छ्यास।